कटिङ भइसक्यो है। कस्तो छ त कटिङ गरेको हेरौँ है। कमेन्ट पनि गर्नु होला साथीहरू। यो हल्लाएको छ यता टिभीको लागि वाइफाईको लागि। त्यो चाहिँ एसीको पोइन्ट। यो वाइन बोर्ड पाइप सेटअप गरेर यस्तो तरिकाले हालिदिएको छ है हामीले। अन्डरग्राउन्ड पाइप हालेर किचनमा यो फ्रिजको लागि है सिड नभएर साइडमा हालेको। यो चाहिँ 12 मोडुलरमा लाइटको पनि डबल पावर सकेट पनि यतै राखेको छ हामीलाई। सिट कम भएर हो। यत्रै छ सिट किचनको। के गर्ने त मिलाउनु पर्यो।